अब चाहिँ फल खान लाग्ने बेला भयो भनेर चराहरूले कति छिटो थाहा पाउँछ कि आएर मजाले केराहरू खाइरहेको रहेछ चराहरूले होइन। अनि अब तिमीहरूले धेरै खायौ, अब हाम्रो पालो भनेर चाहिँ मैले घरि काटेको छु। मैले गोटा हर्दी सुकाएको, यो चाहिँ आज मैले ओखलमा यसलाई टुक्र्याएर मिलमा पिस्न लग्ने हो। आफै नै गोटा हर्दी किनेर पिसाएर खाने गरेको छ। यसरी गर्दाखेरि चाहिँ स्वादिलो पनि हुन्छ आफूले कुटाएको होइन, अनि स्वस्थ पनि हुन्छ भनेर चाहिँ मैले गोटा हर्दी नै कुटाउने गरेको छ। यसरी नै खाने गरेको छ। ओखलीमा मजाले कुटिरहेको छु म चाहिँ। अनि बारीमा किम्बु फलेको छ, अनि चराहरूले पनि मजाले खान्छ अनि खेर जान्छ भनेर चाहिँ मैले टिपेर यसको अचार बनाउँदैछु। किनकि परमेश्वरको आशिष हो होइन, फलहरू आफ्नो बारीमा फल्नु उब्जनु भनेको त आशिष हो नि त। अनि केही पनि खेर फाल्न मन लाग्दैन। टमाटर पनि मजाले सुकाएको चाहिँ यसलाई सुकाएर राख्ने हो, पछि महँगो हुँदा अथवा बर्खामा काम लाग्छ। त्यसैले गर्दाखेरि दादी चाहिँ हेर्दै हुनुहुन्छ, यो गुरुजीको चाहिँ एकदम फ्यान हो, दादी भक्त हुनुहुन्छ, मजाले हेर्दै हुनुहुन्छ। अनि बेलुका भइसकेको छ, प्रेरक पनि पढ्दैछ, होमवर्कहरू गरिरहेछ। अनि म चाहिँ उसको छेउमा बसेर के गर्दैछ उसले भनेर हेर्दैछु, अलिअलि गाइड पनि गरिरहेको छु र आफू पनि गिटार बजाउँदै बसिरहेको छु। प्रेरकलाई खासै होमवर्क गर्न गाइड चाहिँ गरिराख्नु पर्दैन, उसले आफै पनि कति जुक्तिहरू लगाउँछ, आफै पनि आइडियाहरू निकाल्छ, गर्छ होइन। तर पनि म चाहिँ होमवर्क गर्ने बेलामा उसको छेउमा बस्छु र उसलाई हेर्ने गर्छु के गरिरहेछ, कसो गरिरहेको छ भनेर। उसको टाइममा उसले आफै नै मजाले होमवर्क गर्छ।